ल ल ल हल्ला नरौँ है ढाडमा धुल्ला आएछ सुरु गरे हाम्रो चाहिँ उठे पैसा चाहिँ होइन टोटल उठे पैसा चाहिँ 2,58,910 है उठेको पैसा सबैसँग अनि 2,58,910 मा हाम्रो खर्च चाहिँ 2,51,320 रुपियाँ खर्च है अब त्यति खर्च हुँदा चाहिँ हामीसँग बाँकी रहेको पैसा 7,590 रुपियाँ बाँकी छ हामीसँग बुझ्नुभयो नि सबैले सबै पैसा उठ्यो 2,58,910 खर्च भयो 2,51,320 रुपियाँ अब बाँकी छ हामीसँग 7,590 रुपियाँ जम्मा उठ्नुपर्ने नि भन्दैम होइन हुन पर्ने चाहिँ अब हामीसँग जम्मा दुईजनासँग छ पैसा अब बिरे काका के अरे बेसीकोसँग छ 9,500 दिलबहादुर काकासँग 5,000 बुझ्नुभयो नि अब यो अब 7,500 बाँकी त मैले भने 7,590 मा उनीहरू के अरे राजहरूलाई ढोका के अरे झ्यालको पैसा दिनु पाइन्छ फेरि कौडीको पैसा त्यसपछि अनि बाँकी रहेर मिस्त्रीहरूलाई अलि दिउँ भन्ने सोच राखेको छौँ अब त्यही हो अब के खर्च भयो भनेर सुनाउँ एकचोटि है केमा कति कति खर्च भयो बिल यहाँ बिल सुनाउनु पर्ने छ बिलहरू चाहिँदो छ होइन ए हेरौँ ल सामान किने बिल हेर्दै तिरिहाल्यो नि ल सोट गरिन्छ कोठाको लागि सामान खर्च है ब्लक सिमेन्ट होइन चिप्सहरू होइन दुईचोटि ल्यायो हामी सिमेन्ट नपुगेर चिप्स दुईचोटि ल्यायो होइन बालुवा एक टिप ल्यायो होइन अनि तपाईँको घरमा त्यो ढोका कसैले नदिएर पहिला त सबैले दिन्छु भने लाटा ढोका कसै नदिएर 5,000 ढोका किन्नु पर्छ लाउँदैछ त्यो त्यता सिमेन्ट यताउति चिप्सहरू त्यो ढोका सो गरेर 60,770 रुपियाँ खर्च भयो है पहिले खर्च अनि समूहको लागि चाहिँ थप भाँडाकुँडाहरू हामीले उताबाट ल्याएको थियो नि माओवादाबाट उताबाट ल्याउँदा चाहिँ भाडामा त चाहिँ खर्च हाम्रो ठ्याक्कै 1,00,000 हो 1,10,000 कति भएको थियो त्यसपछि यता यो के अरे कुर्सीको लागि चाहिँ पैसा नपुगेर त्यो 10,000को भाँडाकुँडा घटाएर हामी 1,00,000को मात्र सामान लिएर है अब के सामान ल्यायो भन्दा चाहिँ अब टेन्ट पाल सेट होइन अब टेन्ट भएर डन्डी सन्डी होइन त्यो बार्नु पऱ्यो अब फेरि त्यसमा चाहिँ हामीले अब के अरे त्यो क्याटिङको हुन्छ नि पहिला त हामीले कसै नाङ्लो कसै बाक्सा कतै के अरे बाटेबाट राखेर भात सात तरकारी राख्थ्यो अहिले अब राख्नु पर्दैन पार्टी पाले सिस्टम डिसोले 7वटा लाइने भात तरकारी दाल मासु राख्ने सिस्टमले राख्दैछ त्यसको लागि त्यो भाँडा र अनि त्यो टेबल त्यो अब भुइँमा राखेर भएन त्यसको लागि अब टेबल नि 3-4वटा किन्न परिन्थ्यो अब पैसा नपुगेर जम्मा 2टा ल्यायो त्यो पनि धन्नले ल्याइयो त्यो पनि त्यो नल्याए बिजोकै हुन्थ्यो त्यसरी ल्यायो अब त्यो भाडा साडा अब छ यहाँ 1,000 रुपियाँ 800 रुपियाँ होइन अब भरियाले बोके 200 रुपियाँ अब त्यसमा अब हामीले अब धेरै खर्च गऱ्यो होला कसरी के भन्ला खाजा खर्च भने हाम्रो 600 रुपियाँ 4जना गएको थियो मोमो एक प्लेट बजाएँ त्यही खाजा खर्च 600 रुपियाँ है अनि काठमाडौँदेखि चाहिँ गाउँसम्म ल्याएको सामान खर्च भने त्यो गाडी भाडाकै लास्ट दिन टेन्ट पाल त्यो के ल्याएको चाहिँ 7,000 गरेर टोटल भाडाकुँडा 1,00,000 त्यो अनि गाडी भाडा यताउता खर्च गरेर टेन्ट पाल खर्च गरेर 1,68,505 रुपियाँ खर्च भएको छ है अनि गाउँको लागि कोठा बनाउँदा खाजा खर्च र अनि खाजा खर्च प्लस चाहिँ अब हिजो एक बाल्टी रङ पनि ल्याइदिएको छ सेतो रङ वायरिङको सामान लिएर तारहरू नि ल्याए अब त्यो अब कोठा मात्र भएर भएन बत्ती चाहियो तार चाहियो प्लग चाहियो स्विच चाहियो अनि मल्टी प्लग चाहिँ ल्याइदिएको छ होइन सबै टोटल खर्च गरेर खाजा खर्च यताउतै सबै खर्च गरेर अब मासु के खायो भनेर नि त फेरि चासो होला बाख्रा काट्यो एक दिन 2750 बाख्रा खायो अनि भित्री प्लास्टर सकिदिन 2 किलो राँगा मासु खायो र अस्ति बाहिरी सकिदिन 2 किलो कुखुरा मासु खायो टोटल खर्च गरेर चाहिँ 22,045 रुपियाँ खायो त्यही हो खर्च है यति होला सुन्नुभयो नि त्यही हो ल सामान ल्याउन हुने थिएन कि पैसा रोकिदियो कि सिधै काकाहरूबाट आएको ऊ पनि छ त्यो सामान सुनाउनु पर्छ आउँथ्यो यत्रो हुने थिएन कि पुरानो सामान पर्दैन सामान ल्याएपछि पैसा धेरै हुन्थेन नि त